1 versus 3 ni Ayo Hoi TW. Are you guys ready? Let's go. कुल भाइले टोकिहाल्यो नि अब कस्तो कुल भाइले अब त पछाडि हालिन्छ नि दादा खुट्टा समाउनु कुलको गाइस मुर्रा ग्याङ अलिकति आउनु पर्यो चल्दो बल्दो अलिक स्ट्रङ भएर के भयो? ट्याटरले सेप्टम सबै अँध्यारोमा भयो त दादा म पनि दाले समाउँछु ओए दिपक दाइ कन्टिन्यू गरे क्या हो के भयो? कन्टिन्यू भयो क्या हो? नेट नि भएको बर्बाद भयो नि म नै फसे लास्टमा होइन कति पोइन्ट्स के भइरहेको छ? यो गेम अब चाहिँ ट्राई गर्नु पर्यो खोइ त मुरा पनि सकिएन त यार खोइ त हो भाइको मुर्रा ग्याङ खोइ हो यार मुर्रा ग्याङ त सबै ट्यापट्यापमा त माहिर हो नि खै बाबु यार तैँले के गर्छस् यार 1v3 मा पनि जित्न सकिएन यार बाबु म गएँ मारे अहिले सबै सुतिसक्यो नि त त्यही भएर हो क्या आज हो त्यही भएर पनि होला अनि के बन्टीलाई चाहिँ उ के मसानहरूले हानेको हो हैन त्यस्तै छ सबैजना एक्टिभ हुन्छ जति बेला पनि। हाम्रो चाहिँ हाम्रो त्यस्तै हामी त अँध्यारोमा बसेकै ठिक छ है उज्यालोमा त बेचेत हुने रहेछ फेरि दाइ भिडियो आइहाल्छ फेरि बेलुका भोलिपल्ट भिडियो आइहाल्छ यति गरौँ न यतिको कालो यतिको त ठिक छ नि अब सेक्यो है उताबाट सेक्यो नि सेकिने त सेकियो उताबाट सेकियो मरसमरको झटारो के आयो गाइज म्याजिस्टिक आयो म्याजिस्टिक कसले लगाएको यो खोइ दाइ के आयो कसले लगाएको गाइज कमान खाने बेला आयो तिमी लफडै भयो यहाँ के लफडा हो यो गाइज सबैजना मिलेर बुचिङ 1 versus 3 कुल भाइ चाहिँ एकदम हिट हो कुल भाइले त्यहाँ हिट छ नि भाइ त हेर्न त्यहाँ पोइन्ट 4,000 इन्टु कति गर भन्नु त्यो 23,000 ए हामी त कुल भाइको फेरि हाम्रो टिममा 3 जना चाहिँ म हिट हो नि फेरि त्यसपछि म है त्यसपछि दिमाग त होइन है तपाईँ अहिले फेरि होइन नि फेरि यहाँ लाइन आउने कुरा छ अब ठिकै छ लाइनको कति 30 आइहाल्छ पोइन्ट 30 भनेपछि लगभग 30 31 32 35 कुल आत्ती चाहिँ अब हार्ने भयो नि त कुल अति भइसक्यो है अब अति भइसक्यो सबैजनाले हाम्रो पनि बागाउने कुरा भइरहेको थियो अस्ति न उमा पार्कको दिन जङ्गलतिर होला त्यहाँ। लास्टमा लाएन ल अरे लास्टमा लाएन ल ओके यता बाघ आइसक्यो त ल अस्तिमा सियाल पुरै गरिरहेको थियो ल लास्टमा लास्ट ढिलो हुन्छ है 10 पुरै चितुवा गरिरहेको थियो हाम्रो गाउँतिर रेडी गरेर राखेको 10 सेकेन्डमा ल्याम है दिदी त्यो ठुलोवाला है त्यो बच्चो लाइन होइन ठुलोवाला लाइन त्यो बाउ आमा छोराछोरीसँग आउँछ नि ल्याम त्यो वाला उतापट्टिबाट स्टाइल भइहाल्यो भने पनि एन्टी मिसाइल वाला हुनु पर्यो है है डेली र्याङ्किङको नम्बर 1 साउन्ड आएको छैन साउन्ड आयो के छ खबर यार आयो हेलो डेली र्याङ्किङको हामी पनि नम्बर 11 मात्र 18 20 मा पो रहेछ 18 मा रहेछ अब ओ कुल त 18 मा ल फेरि ह्याङ भयो तिमी यस्तै नाटक नगरेर तिमी खालि ह्याङ भयो भन्छौ तिमी मलाई पकाउ न मलाई यो एउटै लाइभमा एउटा डेली र्याङ्किङको एउटा 1 मा छ अर्को डेली र्याङ्किङमै छैन यो कस्तो खालको गेम हो यो
अक्कन बक्क भयो नि दाइ दिपक दाइ हामी त ओहो रोरोना जिरो रोरोना जोरो के गर्ने यार लेट्स गो बिप्लब दाइ म त निस्क्यो है है ओ यार जाउँ मेरो है जाउँ 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 है जाऊ 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 जाउँ जाउँ बेजत अरे इज्जत 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 भएको भए त हामी किन खेल्दैन थियौँ नि ल ल दाइ दाइले बजाइदिएको लाग्छ ल जाउँ 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 ल है अब यस म यस्तो हो क्या